एकजना डेनमार्कका दार्शनिक थिए सोरेन कियरकेगार्ड भन्ने, उनले भनेका छन् टु डेयर इज टु लुज वन्स फुटिङ मोमेन्टरीली, नट टु डेयर इज टु लुज वन्स सेल्फ। जे पनि विदेशकै कुराहरू यहाँ विदेशको को दार्शनिकले के बोल्यो रटेर ल्यायो भटभटाइहाल्यो। नेपाल भन्ने देश हो यो। अमेरिकामा कट्टु लगाएर हिँड्दाखेरि यहाँ कट्टु लगाएर हिँड्न सकिँदैन, किनभने अमेरिकाको समाज अलगै प्रकारको छ, नेपालको समाज अलगै प्रकारको छ। यहाँ राजा महेन्द्रको पनि संसारकै खतरा विद्वान मध्ये एउटा महेन्द्र पनि हुन्। यहाँ पृथ्वीनारायण शाहको नाम लिँदाखेरि 10 पटक सोच्छन्, तर कोही विदेशीको नाम चाहिँ रटेर ल्याएर भ्याट बोले हलानाले यो बनाएको थियो, फलानाले यो बनाएको थियो। यहाँ त मार्सलले के भने, हार्वर्डले के गर्यो, ल भन्नुहोस् अहिले यो नीति बनाउँदै गर्दा, यो सिद्धान्त बनाउँदै गर्दा ल भन्नुहोस् त एकछिन तपाईँले अमेरिकामा 1.5 तले घर बनाएर हिउँ भएको ठाउँमा बस्न सकिन्छ भने कि हामीले सिरा र सप्तरीमा बस्न सक्छौँ? अहिले हामीले देवी भनेका माता मानेको नेपालमा हाम्रा दिदीबहिनीहरूलाई हामीले के भन्छौँ, सरस्वती भन्छौँ, लक्ष्मी भन्छौँ, पूजा गर्ने दिदीबहिनीहरू आज अरबतिर गएर गर्ने अरबीको घरमा काम गर्न बाध्य छन्। अनि तिनीहरूले पठाएको पैसाले यो देशको सिस्टम चलेको छ, तपाईँ हाम्रो तलब भत्ता चलेको छ। अब यिनीहरूलाई सुरक्षा दिने, यिनीहरूलाई सुविधा दिने, उनीहरूलाई विदेश जानबाट कसरी रोक्ने कल कारखाना खोलेर भनेर यो नीति तथा कार्यक्रममा ल्याउने कि हार्वर्ड र मार्शल र थ्योरीले लेनिनले के भनेको थियो त्यो कुरा ल्याउने, यो कुरातिर हामी जानु पर्यो। यो 10 महिनामा 6,56,000 भन्दा बढी नेपालका युवाहरू विदेश पठाएका छौँ, जसको उमेर 18 वर्षदेखि 44 वर्षसम्मको छ। नेपालको दक्ष जनशक्ति बाहिर जाँदैछ। यहीँबाट प्रदेश खारेज गरिदिउँ त, प्रदेश खारेज गरिदिउँ। सशक्त रूपमा तपाईँको के गरौँ भने सङ्घीय सरकार बनाऊ, सशक्त रूपमा तपाईँको के गरौँ भने स्थानीय सरकार बनाऊ, प्रदेश खारेज गरिदिउँ त। 7 खरब रुपियाँ बच्छ, 1 वर्षमा मात्र बचेन भने 1 खरब बच्दै 1 खरब बच्छ। त्यसले कल कारखाना उद्योग यदि हामीले खोल्यौँ भने यहाँ 2 देखि 3 लाख मान्छेले हरेक वर्ष जागिर पाउँछन्। अनि यतातिर ध्यान छैन। अनि विदेशीले के भने, युरोप र अमेरिका विश्वविद्यालयमा के पढाइ भयो, अनि त्यही रट्यो ल्याएर भटट पढेर अनि देश बन्छ। धान र गहुँको फरक छुट्याउन नसक्ने विज्ञले गर्दा आज यो देश डुबेको छ। अझ पनि भन्छौँ युरोप र अमेरिकाको सिद्धान्त नेपालमा लागू हुँदैन, नेपालमा नेपालको सिद्धान्त लागू हुनुपर्छ, तब देश विकासको फड्कोमा मार्छ। त्यो भएको हुनाले यो नेपालको संसद चाहिँ नेपालीका लागि चलाइदिनुहोस्, यो विदेशीका लागि होइन है, यो पटक पटक भएको हुनाले।